के डिप्रेसन, एन्जाइटी अथवा अन्य टाउको नसा सम्बन्धीको समस्याहरूको लागि न्युरोसाइकेट्रिस्ट भेटेर उपचार गराउँदाखेरि खालि स्लिपिङ ट्याब्लेट मात्र चलाइदिनुहुन्छ र यस्तो निन्द्रा लागेको लागि गर्ने गर्दछ? यो धेरैजनाको प्रश्न हो। तर टाउको नसा मन सम्बन्धीका विभिन्न प्रकारका बिरामीहरूले सुरुमा औषधि प्रयोग गर्दाखेरि धेरै झुम्म हुने, मुख सुक्ने, दिशा कब्जियत हुने अथवा निन्द्रा लागेको लागि गर्ने जस्ता विभिन्न खालका समस्याहरू खेपिराख्नु भएको हुन्छ। साधारणतया औषधि सुरु गरेको सुरुको 2 देखि 3 हप्तामा एकदमै कमनली देखिने साइड इफेक्टहरू हुन्। जसरी चाहिँ एन्टिबायोटिक अथवा चाहिँ दुखाइ कम गर्ने औषधिहरू खाँदाखेरि पेट फुल्ने, ग्यास्ट्राइटिस हुने, झाडा लाग्ने जस्ता विभिन्न खालका कमन साइड इफेक्टहरू हुन्छन्। त्यस्तै गरी टाउको नसा सम्बन्धीको औषधि चलाउँदाखेरि चाहिँ सुरुको 2-3 हप्तामा देखिने सामान्यतया हुने लक्षणहरू नै हुन्। र सुरुको 2 देखि 3 हप्तामा चाहिँ किन यस्तो समस्याहरू देखिन्छ त भन्दाखेरि टाउको नसा सम्बन्धीको औषधि चाहिँ सिधै हाम्रो टाउकोभित्रको दिमागमै पुगेर काम गर्ने हुँदाखेरि शरीरलाई चाहिँ कुनै एउटा न्युरोट्रान्समिटरको ब्यालेन्स लेभलमा चल्ने बानी परिराखेको हुन्छ र औषधि खाइसके पछाडि त्यो ब्यालेन्सलाई चाहिँ उथलपुथल पारिदिन्छ र जुन आवश्यकता परेको न्युरोट्रान्समिटर हो त्यो न्युरोट्रान्समिटरहरू बढ्न जान्छ। यसरी औषधिले वात्तै बढाउँदै जाँदाखेरि चाहिँ शरीरलाई के किन नयाँ भए जस्तो फिल हुन्छ। त्यसैले चाहिँ यस्ता नयाँपन खालका बिहेभियरल कुराहरू अथवा चाहिँ नयाँपन खालका साइड इफेक्टहरू चाहिँ देखिन सक्छ।